वेलकम टु बिकम अ एआई कमान्ड। मलाई याद छ 2009 तिर जब मैले एसएलसी को एक्जाम दिएँ, त्यसपछि 3 महिनाको ग्याप हुन्थ्यो। त्यो ग्यापलाई सदुपयोग गर्नको निम्ति मलाई सानैदेखि कम्प्युटरमा इन्ट्रेस्ट थियो र त्यो कम्प्युटरको कोर्स गर्नको निम्ति म इन्डिया पुगेको थिएँ र इन्डियामा काम गर्दै कम्प्युटरको डिप्लोमा गर्न गएको थिएँ। त्यतिबेला म झन्डै 17 वर्षको उमेरको थिएँ र 17 वर्षको उमेरमा पहिलो पटक मैले कम्प्युटरको सिस्टम देखेको थिएँ। विन्डो एक्सपी 95 का सिस्टमहरू चलाउँथेँ र त्यो गर्दाखेरि बेसिकमा माइक्रोसफ्ट वर्डका 2003 का भर्जनहरू युज गरेको थिएँ र त्यतिबेला सीआरटी मोनिटरहरू थिए र सीआरटी मोनिटरबाट मैले आफ्नो कम्प्युटर सिकाइलाई अगाडि बढाएको थिएँ। ल्यापटप भन्ने कुरा, मोबाइल भन्ने कुरा एकदमै सीमित मात्रामा थियो र त्यो पनि जोसँग पैसा थियो उनीहरूसँग मात्र हुन्थे। धेरै महँगो एक्सपेन्सिभ थिए र त्यो मैले यो विगत किन बताइराखेको छु भने तपाईँले त्यो समय र अहिलेको समयलाई हेर्दाखेरि म आफै नै चकित परेको छु। सायद त्यो समय अब कति वर्ष पुग्यो, 2009 अहिले 2026। यो 17 वर्षको दौरानमा प्रविधिले धेरै ठुलो फड्को मारेको छ र तपाईँहरूलाई धेरै धेरै बधाई सहित शुभकामना दिन चाहन्छु। बधाई यस मानेमा दिन चाहन्छु कि तपाईँ एकदमै स्वर्णिम युगमा हुनुहुन्छ। अहिलेको समय एकदमै यस्तो खालको समय हो कि जसले मान्छेले नजान्ने भन्ने कुरा केही पनि छैन, नसिक्ने भन्ने कुरा केही पनि छैन र नसक्ने भन्ने कुरा केही पनि छैन। एआई आइसकेपछि सबै कुरा पोसिबल भइसकेको छ। ग्राफिक डिजाइनिङदेखि, वेब डेभलपमेन्टदेखि, एप्लिकेसन डेभलपमेन्टदेखि, कन्टेन्ट राइटिङ, भिडियो एडिटिङ, स्क्रिप्ट राइटिङ, पहिला जुन कोर्सहरूलाई, जुन ट्रेनिङहरूलाई, जसले त्यो सिकेको छ उनीहरूलाई ठुलो मान्छेको रूपमा हामीले हेर्थ्यौँ। तर अहिले चाहिँ एकदमै सामान्य भएको छ। एकदमै सामान्य, सिम्पल, हरेकले सक्ने भइसक्यो भन्दाखेरि सबै मान्छे डिजाइनर बन्न लागिसके, सबै मान्छे कन्टेन्ट क्रिएटर बन्ने यो स्वर्णिम युग छ। तपाईँले जे बनाउनु, तपाईँको सोसियल मिडिया पोस्ट बनाउनु, सोसियल मिडिया डिजाइनिङ बनाउनु, कन्टेन्ट राइटिङ गर्नु, सायद तपाईँले युट्युबको च्यानल चलाउनु, तपाईँले एउटा के बनाउने हो त भन्दाखेरि मास्टर प्रोम्प्ट बनाउने हो। मास्टर प्रोम्प्ट बनाइसकेपछि त्यसबाट नै हामीले एआईलाई मजाले काम गराउन सकिन्छ। एआईका टुलहरूमा जस्तै हामीले च्याट जीपीटी, क्लाउडी, थुप्रै खालका टुल्सहरू जस्तै जेमिनीका कुरा, नोटबुक, सिभी राइटिङका कुराहरू यसमा पर्नेछ। भनेपछि हामीले गर्नुपर्ने कामहरू एकदमै धेरै छन् र तपाईँहरू लक्की यस मानेमान हुनुहुन्छ कि आजभन्दा 10 वर्ष पहिला, 11 वर्ष पहिला हामीले कम्प्युटर सिक्नको निम्ति धेरै गाह्रो थियो, अथवा त्यसको निम्ति हामीले कुनै पनि सफ्टवेयर सिक्नु पर्थ्यो। हामीले जस्तै ग्राफिक डिजाइन गर्नु पर्यो भने पनि त्यो ग्राफिक डिजाइनिङको कोर्स गर्नको निम्ति हामीले स्पेशल सफ्टवेयरहरू सिक्नु पर्थ्यो, फोटोसप सिक्नु पर्थ्यो, कोरल ड्रा सिक्नु पर्थ्यो, फ्री ह्यान्ड सिक्नु पर्थ्यो र पछिल्लो अवस्थामा कस्टमाइजेसन र क्यानभा पनि हामीले छौँ। क्यानभाले पनि एआईको फिचरले जोडेको छ। त्यससँगै हामीले मास्टर प्रोम्प्ट बनाएर फ्ल्यायरहरू डिजाइनिङ, भिजिटिङ कार्ड डिजाइनिङ, सोसियल मिडियाको पोस्टहरू हामीले कसरी गर्ने लगायतका कुराहरू चाहिँ हामीले गर्नेछौँ। र त्यसमा फेरि हामीले डिजाइन मात्र बनाउने कुरा पनि छैन, कलर करेक्सनका कुराहरू, टेक्स्ट करेक्सनका कुराहरू र ब्रान्डिङका कुराहरू। जस्तै तपाईँले कुनै पनि कम्पनीको एड चलाउँदै हुनुहुन्छ अथवा कम्पनीको कुनै पोस्टहरू बनाउँदै हुनुहुन्छ भने त्यो पोस्ट भने कस्तो हो भन्दाखेरि तपाईँको हरेक समयमा त्यो पोस्टको ब्रान्डिङ, तपाईँको नम्बर, त्यहाँ आउने कलर फर्मेसनहरू, कलर ग्रेडिङहरू सबै के हुन पर्यो भन्दाखेरि इज्यात हुन पर्यो, राम्रोसँग जानु पर्यो। त्यसले मात्र के गर्छ भन्दाखेरि तपाईँको ब्रान्डिङमा सहयोग पुर्याउने छ। अब हामीले एआईलाई आफू कमान्डर भएर अगाडि बढ्ने हो, एआईलाई हामी असिस्टेन्ट बनाउने, एआईलाई हामीले काम गराउने हो। घन्टौँ लाग्ने काम मिनेटमा, मिनेटौँ लाग्ने काम सेकेन्डमा गर्ने समय चाहिँ आएको छ। अब कम्प्युटर सिक्ने समय भनेको एकदमै फास्ट गतिमा हुनेवाला छ।